परमात्मा ज्योति शिव महामानव पिताको अमोहनीय महान वाणी अनुसार यदि धरतीमा आत्मा रहेन भने एक्लो हुनेछु, ब्रह्माण्ड शून्य लाग्नेछ। त्यसैले मैले आत्मालाई रचना गरे अनि यस धरतीमा चल्न खेल्न जीवित बनाएर राखे। आत्मालाई महत्त्व पर्ने कुराहरू सबै मैले यस धरतीमा सृष्टि गरिदिए। सृष्टि सँगसँगै सृजना गरेका कुराहरूले आत्माको लागि अनमोल अमोहनीय दर्शाइरहेको छ। त्यसैले ज्योतिषीमा ब्रह्माण्डको हिस्सा बोकेर अमोहनीय दर्शनलाई साकार बनाउनको निमित्त आत्माको उद्धार गर्ने, आत्माको सृष्टि गर्ने, आत्मालाई महत्त्वपूर्ण मार्ग देखाउने, आत्मालाई ज्ञान दिने अहम ज्ञाताको भूमिकामा रहेर ब्रह्माण्डमा रचना गरेर सुन्दर जगत बनाउन अहम विषयको महत्त्वपूर्ण भूमिका रचेको छु। आत्मालाई कसैले पनि मुक्ति दिलाउन सक्दैन, न त आत्माको उद्धार गरेर स्वर्गमय तुल्याउन नै सकिन्छ। मानवले त बस केही कर्म गरिदिने हो अनि पुकार गरिदिने हो। परमात्मा शिवको आराधनामा रहेर ज्योति निराकारलाई अनन्तसम्म प्रसन्न बनाउने प्रयत्न गर्ने हो। यद्यपि आत्मालाई कुनै पनि बन्धनमा राखेर आत्माको मार्ग नदिने विधि अपनाएर आत्मालाई अन्धकारमा राखेर तर्पाएर ती मृत आत्मा सधैँका लागि नरकमा बस्न बाध्य हुनेछ। उनले कुनै विधान मार्ग भेट्टाउने छैन। खाली अन्धकारमा रोएर चिच्याएर कष्ट पाएर भोकभोकै विलासिता भएर हिँडिराख्नु पर्ने अवस्था एउटा मृत आत्माले भोग्नु पर्ने रहेछ। तर यी सबै कुराहरू जान्दा जान्दै पनि मानवले कहिले पनि आत्मा रचनाकारलाई सृष्टिकारलाई सम्झिने प्रयत्न गरेन। रमाइलो र आनन्दका विलासिताका कुराहरूमा रमाउने मानवले कहिले पनि ईश्वरको भावलाई बुझ्न सकेन। यही कुराले दुःख लाग्छ। तर पनि मैले आफ्नो सृष्टिबाट रचना गरेको आत्मालाई सदैव जीवित तुल्याउनको निमित्त अहोरात्र खट्नै पर्छ। यदि मैले खटेन भने आत्माको विचल्ली हुनेछ। त्यसैले अहम भूमिकामा रहेर ज्योति विधालाई नै सबै संकल्प गर्नु पर्दछ।